दर्शक महानुभावहरू यतिखेर हामी तरकारी भन्दा पनि यो गोलबेडा रोप्ने कार्यक्रममा लागिरहेका छौँ। हेर्नु त सबैजना यहाँ गोलबेडा रोप्दै हुनुहुन्छ, कोही उताबाट भिडियो खिच्दै हुनुहुन्छ, कोही यताबाट रोप्दै हुनुहुन्छ। अब केही कुराहरू म सोध्न चाहन्छु, तपाईँ केही बोल्न चाहनुहुन्छ? यो गोलबेडा खेती गर्दै हुनुहुन्छ होइन, अब यो गोलबेडा चाहिँ कहिले कहिले पाक्छ? यो गोलबेडा अहिले रोपेको गोलबेडा कहिले टिप्ने बेला हुन्छ? भदौको अन्तिमतिर हुन्छ। अनि के छ त्यतिखेर निस्किने गोलबेडाले बजार भाउ पाउँछ त? तपाईँ अनुहार देखाउनु न, अनुहार देखाउनु। अब यो के छ, यो भारतीय गोलबेडाहरू त आइरहेछ। भारतीय गोलबेडालाई चाहिँ अब त्यसले गर्दाखेरि हाम्रो यो बजार नपाएको है है। अब तपाईँ के भन्न चाहनुहुन्छ त यो नेपालको सरकारलाई, यो गोलबेडा कृषकहरूलाई, अब हामी जस्तो कृषकहरूलाई चाहिँ अलिकति होइन प्राथमिकता दिनुपर्छ भन्ने तरिकाले केही सुझावहरू दिन चाहनुहुन्छ एउटा कृषक भएको नाताले? सरकारले अरू त ठिकै गरे, तरकारीको भाउ नबढाउने भयो। अब यो तरकारीको भाउ बढाइदिया हुनु भने त छ, यो त किसानलाई हजुर हजुर धेरै मर्का पर्याउ छ। होइन तपाईँहरू तरकारी भाउ बढे छैन भन्नुहुन्छ, तर हामीले किन्दाखेरि तरकारी एकदमै महँगो पर्छ। यो खास किन यस्तो भइरहेछ? खास बिचौलियाहरूको कारोबार। यो बिचौलियाहरू त बिचौलियाले पसलेहरूले खान्छन् है। अनि होइन खानु पनि अचकाली नै खान्छन् त। अनि तपाईँहरूले अब जस्तै अब अहिले तपाईँहरूले गोलबेडा बेच्नुभयो भने 40-50मा बेच्नुहुन्छ होइन, ल 30-35मा बेच्नुहुन्छ। हामीले पसलमा गयो भने 60-70 भन्छ। ल हेर्नु त डबलै फाइदा पनि खाने हो त, यस्तो पनि गर्ने हो त ल होइन? यो त अति पनि होइन। ल साथीहरू अब यस्तै हो हेर्नु होइन। अब यो कृषकको भाउ चाहिँ कृषकले मजाले पाउनु पर्यो होइन। यो बिचौलियाहरू भन्दा पनि तपाईँहरू आफै डाइरेक्ट नै लगेर सेल गर्न सक्नुहुन्न, बिचौलियालाई हातमा नदिकन? यो त अब हामीमा अब सरकारले हेरेपछि के लगनी लगाइदिया हुन्थ्यो, लगनी लगाउनलाई अलिक समस्या हुन्छ। त्यो कारणले अब साउ समात्नै पर्ने हुन्छ। हजुर हजुर। अब साउले त दोब्रेर तेब्री कति यति गयो भइसक्यो फल्दिया, हामीले त केही भाउ दिने हो। ल ठिकै छ, कमाउने भरि कमाउने हुने हुन्। ल हेर्नुहोस् त गाइज कति मेहनत गर्नुपर्छ। यत्रो टनेला बनायो, यत्रो ड्याङ बनायो, पाइप ओछ्यायो, पानी हेर्नु त बोटमा चाहिँ थोपा पुर्याउनु पर्छ। पानीको खर्च, बिजुली खर्च, कम त खर्च छ तर गाह्रो छ है। ल अनि यो बाँस हेर्नु त, यो यदि छापर बनाउन यदि टनेला तपाईँको कतिवटा छ? एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा जति टनेला रहेछ। यति टनेला बनाउनलाई तपाईँलाई त थुप्रो लाग्छ होला है। यो कति? 1 लाखको त बाँसै लाग्छ भनेपछि सबै यताउति ज्याला स्याला गर्दाखेरि त 4-5 लाख रुपियाँ त लाग्छ। यो ल हेर्नुहोस् गाइज यति दुःख गर्नुपर्छ। अनि तरकारीको भाउ पाउने बेलामा उहाँले पाउनुहुन्न, अनि हामीले एउटा चाहिँ उपभोक्ता भएर हामीले तरकारी किन्न पर्दाखेरि चाहिँ हामी एकदम महँगामा पर्छौँ क्या। यहाँ के भइरहेको छ यसलाई चाहिँ अब एकदमै ठोस एउटा चाहिँ कृषकले पनि मूल्य पाउनु पर्यो र हामी उपभोक्ताहरू पनि ठगिनबाट बचिनको लागि चाहिँ तपाईँ के सल्लाह दिन चाहनुहुन्छ कृपया कमेन्टमा लेख्नु होला है त गाइज। ल हस् त, नमस्ते, जय नेपाल, जय कृषि प्रधान देश। ल।